नमस्कार सम्पूर्णमा मेरो युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत छ। आज हामी लक्ष्मी पूजा गर्नका लागि हामीले सेलरोटी बनाएर हामीले लक्ष्मी पूजा गरेका थियौं। पहिला पिठो मुछेर मैले आज पहिलो चोटी नै मैले सेलरोटी पकाउने प्रयास गरेको थिएँ। खासै राम्रो त भएको खासै राम्रो चाहिँ भएको छैन, तै पनि प्रयास गरेको थिएँ। मैले साँझमा थोरै पिठोको लक्ष्मी पूजा गर्ने मात्रै भनेर रोटी बनाएको थिएँ। खासै धेरै त थिएन, नाङ्गामा त्यही पनि राखियो र हामीले बेलुका लक्ष्मी पूजा गरेका थियौँ। हामीले लक्ष्मी पूजा चाहिँ बेलुका हामी लक्ष्मी पूजा चाहिँ बेलुका 7 बजे स्टार्ट गरेर लक्ष्मी पूजा गरेका थियौँ। सानो हाम्रो मठ मन्दिरमा सानो एउटा लक्ष्मी पूजा गरेँ। त्यसपछि मैले सानो रङ्गोली पनि बनाएको थिएँ। छोटो क्लिप चाहिँ खिचेको छु र खासै राम्रो त छैन, त्यही पनि सबैले बनाएको देख्दाखेरि मलाई रङ्गोली बनाउन मन लाग्यो। बत्ती पनि बाल्यो, लक्ष्मी पूजा पनि गरियो। हामीले बत्ती बालेर लक्ष्मी पूजा गर्यो। हाम्रो झिलिमिली चारतिर पोखरामा झिलिमिली चारतिर रमाइलो छ। ह्याप्पी दीपावली सबैजनालाई, धन्यवाद।